को भिडियो हाम्रो यो खानासँग सम्बन्धित फुडसँग सम्बन्धित विषयवस्तु जोडिएको छ। हजुर सम्पूर्णलाई हार्दिक स्वागत छ। म रामशरण उप्रेती गुडलक वास्तुबाट वास्तु कन्सल्टेन्ट जोडिएको छु र आजको विषयवस्तु रहेको छ खाना खाने तरिका। खाना कहाँ बसेर खाने, कतिले चाहिँ बेडमा बसेर खाने, कतिले सोफामा बसेर खाने, कतिले भुइँमा बसेर खाने, कति उभिएर खाने, हैन हजुर। जहाँ मन लाग्छ, जस्तो मन लाग्छ त्यसै गरी खाना खाने चलन छ। तर वास्तुशास्त्रले के भन्छ, कुन डिरेक्सन चाहिँ आइडियल हुन्छ र खानालाई कुन डिरेक्सनमा फेस गरेर खाने, अथवा चाहिँ हजुर हाम्रो जुन किसिमको डाइनिङ टेबल हुन्छ खाना खानासँग सम्बन्धितको, यो कुन डिरेक्सनमा राख्ने हाम्रो प्रपर्टीको, हाम्रो जमिनको, अथवा हाम्रो घर अफिस अथवा किचनको भन्ने कुरामा जाउँ है त। सर्वप्रथम त खाना महत्त्वपूर्ण छ हाम्रो शरीरको लागि। खानाले नै हाम्रो शरीर चलिरहेको छ। अन्न र पानीको हाम्रो यो शरीर हो। हाम्रो शरीरमा कुन कस्ता खाना खाँदाखेरि हाम्रो शरीरमा पच्छ र हामीलाई हित गर्छ त्यस्ता खानेकुरा खानुपर्छ। चपाइ खानुपर्छ। चपाउने क्रममा मुखबाट भित्र हावा पनि जानुहुन्न, मुख बन्द गरेर चपाउनुपर्छ भन्ने गरिन्छ र कम्तीमा पनि 32 पटक चपाउनुपर्छ। जति चपायो, चपाएर खायो त्यति नै हाम्रो यो शरीरले राम्रोसँग पाचन प्रणालीलाई सहयोग गर्छ, पच्छ। डाइजेसनको प्रब्लम, इन्डाइजेसनको प्रब्लम रहँदैन भन्ने कुराहरू हो। त्यसकारणले जहिले पनि हजुर हाम्रो किचनको पोजिसनमा डाइनिङ टेबल जहिले पनि पश्चिम दिशामा हुनुपर्छ है। पश्चिम दिशामा चाहिँ हजुरको किचनबाट डाइनिङ टेबल राखिन्छ र जहिले पनि हामीले खाना खाँदाखेरि पूर्व फेस गरेर खाने, अथवा उत्तर फेस गरेर खाने, अथवा उत्तर पूर्व फेस गरेर खान सकिन्छ। जसले गर्दा पोजिटिभ ऊर्जा इनर्जी हाम्रो माइन्डमा आउँछ, हाम्रो बडीमा आउँछ। हामीले खाएका खानेकुराहरू के हुन्छ त भन्दा आरामले पच्छ है। त्यो एउटा लजिक छ। र अर्को विषयवस्तु छ, हामीले दक्षिण फेस गरेर खाना खानु हुँदैन। दक्षिण फेस गरेर खाना खाँदाखेरि हामीलाई मेन्टलसँग सम्बन्धितको प्रब्लमहरू, हेल्थ इस्युहरू आदि इत्यादि बनेसँगै हाम्रो चाहिँ इन्डाइजेसन प्रब्लम हुन्छ, नपच्ने समस्याहरू पनि बन्छ भनिएको छ। त्यसकारणले खाना पनि, खानेकुरा, शुद्धाशुद्धिको कुराहरू, हाइजिनिक कुराहरू हैन हजुर, सरसफाइको कुराहरू पनि अत्यन्त महत्त्वपूर्ण छ। त्यसकारणले जब हामीले चाहिँ सरसफाइसँगै बेडमा बसेर खाना खाइयो भने हाम्रो दरिद्रता बढ्छ, हाम्रो चाहिँ स्वास्थ्य अवस्था खराब हुन्छ, हाम्रो सुख सम्पत्ति उन्नति प्रगतिमा बाधा बन्छ हैन। त्यसकारणले खाना कहिले पनि ऋणले हामीलाई डुबाउँछ। बेडमा बसेर खाना खानु हुँदैन। स्वास्थ्य अवस्थाले हामीलाई समस्या बनाउँछ। जहिले पनि औषधि नै हामीले युज गरिरहनु पर्ने हुन्छ। त्यसकारणले बेडमा कहिले पनि बसेर खाना खानु हुँदैन। खाना खाँदाखेरि उभिएर पनि खाना खानु भएन हजुर है। हामीले खाना खाँदाखेरि आरामले बसेर खाना हाम्रो शरीरभन्दा ठ्याक्क अगाडि राखेर सुवाच्य खाना खाने, चपाएर खाना खाने, कि पूर्व फेस गरेर खाने कि उत्तर फेस गरेर खाने गर्न सकिन्छ। फुड नै सबै थोक हो, खाना नै सबै थोक हो र हाम्रो शरीरलाई कुन फाप्छ, कुन खाने कुन नखाने आफ्नो व्यक्तिगत कुरा भयो। त्यसकारणले स्वास्थ्य स्थितिलाई विशेष ध्यान दिएर खानुपर्छ। यस्तै विषयवस्तु हजुरले बताउनु भन्नुभएको हुँदा आज हामीले वास्तुसँग सम्बन्धितका विभिन्न टिप्सहरू दिने क्रममा आज यो विषयवस्तु पनि जोडिएको छ। हस्त धन्यवाद, हेरिदिनु भयो, सुनिदिनु भयो। वास्तुशास्त्रसँग सम्बन्धितका सम्पूर्ण विषयवस्तुमा हजुरहरू हामीसँग जानकार भएर काम गर्न, सर्भिस लिन चाहनुहुन्छ भने हजुर हामीसँग जोडिन सक्नुहुन्छ, अपोइन्टमेन्ट लिन सक्नुहुन्छ। हाम्रो सम्पर्क नम्बर रहेको छ 9851134776। वाट्सएप र भाइबरमा पनि हजुर जोडिन सक्नुहुन्छ। सर्वे भवतु मङ्गलम। नमस्ते। हजुरको दिन शुभम होस्।